मैले बारम्बार भनिसक्यो अब भन्न सक्दिनँ। यदि फागुन 21 गते सुशीला कार्कीको नेतृत्वमा यो देशमा चुनाव गरेछ भने नि तपाईहरूले मेरो मुखमा पिसाब फेर्दिनुहोस्, म जनताको अगाडि नि यसरी घाँटी नि बलिदान गर्छु। के बोले भाइ? के बोले के छ थाहा? फागुन 21 मा चुनाव भयो भने म राजीनामाबाट सन्यास लिन्छु। गरेर देखाइदिनुहोस्। त्यो चुनाव हुने लक्षणै छैन। बालेनले जिति भने म यो नेपाल छोड्न तयार छु। म यो नेपालमा बसेर म पानी पनि खान्न। पानी पनि खान्न। म नेपाल छोड्न तयार। म तयार म जान्छु, विदेश जान्छु, यहाँ कहाँ म भूमिगत हुन्छु, म समाधि हुन्छु। त्यसमा कुनै म उ छैन। अनाथ हुनुहुन्थ्यो, मर्ने बेलासम्म अनाथै भएर मर्नु। अनाथ हुँदैन म अब कुनै हालतमा। त्यो भएको कारणले गर्दाखेरि मलाई जहाँसम्म लाग्छ म झुलिएर मर्दिन्छु। बालेन शाह 5 नम्बरबाट चुनाव लड्दैन। म तपाईँको गुनी खाइदिन्छु। भनेको चुनाव लड्यो भने नै तपाईँ झुन्डेर मर्ने होइन, उसले लड्दैन क्या। गु पनि खाने। गु खाइदिन्छु तपाईँको। अगर बालेन शाह गएर झापामा गएर बाको गिरिया जिल्लामा चुनाव लड्यो भने होइन होला। के हो यति म तपाईँलाई ठोकुवा दिन्छु। किनभने बालेनलाई थाहा छ नि, जहाँ भेटो त्यहाँ यदि बालेन शाहले झापा 5बाट उम्मेदवार दियो भने तपाईँलाई जसले पनि खुवाइदिँदा खाइदिन्छ। अनि बालेन खुवाइदिँदा भयो। तपाईँ रोकछेक छैन। यो भिडियो चाहिँ भाइरल बनाउनु। तपाईँहरूले यस्तै भिडियोलाई चाहिँ भाइरल बनाउनु। सुन्नु यता, यस्तै भिडियो भाइरल बनाउनु। र दोस्रो कुरा 20 देखि 25,000 मतले उहाँले जित्न सक्नु भएन छ भने तपाईहरूलाई अगाडि मिडियाका अगाडि यो कुरा मैले तपाईहरूलाई साँची राखेर यो कुरा गर्छु। मलाई कहाँ झुन्याउनु पर्छ? 20 देखि 25,000 मतान्तरले जित्नु भएन छ भने निर्वाचनको मत परिणाम आएका दिन म झुन्निन तयार छु। आफूलाई बलि दिन तयार छु। म केपी शर्मा ओलीज्यूको चाहिँ जित भइसकेको छ। यो निर्वाचन प्रक्रिया पिराउनलाई मात्रै गर्ने हो। जित पक्का पक्की नेकपा एमालेको हो। गगन थापा हारेर गएन भने परिणाम यही आउँछ। यही आफ्नो आत्महत्या गर्छु हेर्छु। कमरेश कुमार सिंह आफैले हारे भने चाहिँ आत्महत्या गर्ने रहेछ। छैन, त्यो गलत कुरा कहिले पनि बोलेको छैन। त्यो झुटो कुरा यहाँ क्षेत्रको जनताले सोध्नु। गगन थापा हारेर गएन भने परिणाम यही आउँछ। यही आफ्नो आत्महत्या गर्छु हेर्छु। कमरेश कुमार सिंह आफैले हारे भने चाहिँ आत्महत्या गर्ने रहेछ। छैन, त्यो गलत कुरा कहिले पनि बोलेको छैन। त्यो झुटो कुरा यहाँ क्षेत्रको जनताले सोध्नु। बालेन शाहले चुनाव जितो भनी तपाईँहरूले यो कुरा हेर्नु होला। यो धरतीमा कहिले पनि तपाईँहरूले मलाई देख्दैन। बस कहाँ जानुहुन्छ? म कहाँ जान्छु त्यो त मेरो कुरा हो नि। तपाईँहरूले देख्दैन। जाने ठाउँ धेरै लुकेर बस्नुहुन्छ। किन लुक्ने? एउटा रसिली नै घडक्क भइदिने नि। शाहले झापा 5बाट कसम जित्यो भने मेरो आमा कसम भन्छु, यो 2टा कान 2टा आँखा निकालेर आफै म पोली खान्छु यदि बालेनले जितेको खण्डमा। यो लेखिराख्दा केपी ओली यति हारो भने चाहिँ म इलाम जिल्ला छोड्छु। साङपाङले त झन् जित्यो भने त इलाम जिल्ला छोड्छु। माटोले म यति सिट त होइन, एउटै सिटै ल्याउँदैन। बालेनले जिते भने इलाम जिल्ला छोड्न तयार जगत नेमाङ। म बालेनले जित्यो भने चाहिँ इलाम जिल्ला छोड्छु। र केपी ओली यति हारो भने चाहिँ म इलाम जिल्ला छोड्छु। मैले बारम्बार भनिसक्यो अब भन्न सक्दिनँ। यदि फागुन 21 गते सुशीला कार्कीको नेतृत्वमा यो देशमा चुनाव गरेछ भने नि तपाईहरूले मेरो मुखमा पिसाब फेर्दिनुहोस्, म जनताको अगाडि नि यसरी घाँटी नि। मैले त पहिले नै मेरो च्यानलबाट नै भनेको छु फागुन 21 गते चुनाव हुँदैन। फागुन 21 गते चुनाव हुने चाहिँ म देख्दिनँ। बरु तलमाथि सर्न सक्छ। होइन होला। के हो निर्वाचन भयो भने म घाँटी गाडिदिन्छु। घाँटी जसरी मैले 84 मा चुनाव हुँदैन 82 काट्दैन भने तिनी त्यसरी फागुनमा चुनाव हुने घाँटी काटिदिन्छु। द्याट माई सेक्रिफाइस। बुझ्नुभयो? म तपस्वी हो, म बोलेको होइन, देव बोलेको। आजसम्म जति पनि भिडियोलाई फेरि गर्नुहोस् न तपाईँहरूले। तपाईँहरूकै क्यामेरामा बोलेको छु त मैले। जिल्ला क्षेत्र नम्बर 1 मा सागर ढकालले चुनाव जितेछ भने मेरो काका मोहन नायरले मुत्ने मैले खानी गर्छु। मुतेको खाने उसमा मुतै खानी जितेछ भने। सागर ढकालले जित्यो भने म मुतै खान्छु। मोहनको मुत खाने। ल इन्जिनियर बनेर पहिलोचोटि के बोले भाइ? के छ थाहा?